आरुण्या जर्नीको हाम्रो यात्राको सारथी आरुण्याजी मम्मीको काखमा बसेर अब दाइहरूलाई भेट्न जान अगाडि बढिरहनु भएको छ। नानी कहाँ जाने रे? कसलाई भेट्ने? दादालाई भेट्ने हो। दादाको नाम के हो नि? ल अब हामी जाँदैछौँ। आशिष दादा, अनुप दादालाई भेट्नको लागि नानी अगाडि बढ्दै हुनुहुन्छ। थ्याङ्क यू सो मच। अगाडि बढ्दै हुनुहुन्छ आरुण्याजी। नमस्ते। दाइको घरमा आइसकेका छौँ सानोको दाइ लिएर। होइन दाइलाई जाने भेट्ने है बहिनी दादा भन्नु न। दादा भन। बदलिनु दादा। चुप गरेर दादालाई चुप गरेर। दादा भनिदेऊ न। दादालाई चुप गरेर। दादा भन न। गर्दैन न गरिदेऊ गरिदेऊ।